मध्यपूर्वमा भर्खरै मात्र आशाको एउटा सानो किरण देखिएको थियो, तर त्यो धेरै बेर टिकेन। आज हामी केलाएर हेर्नेछौँ कसरी एउटा एकदमै महत्त्वपूर्ण युद्ध विराम सम्झौता टुट्यो र त्यसले कस्तो गम्भीर सङ्कट निम्ति आयो। यो पुरै कथाको सुरुवात इरानका उपविदेश मन्त्रीको यही भनाइबाट गरौँ। यो एउटा यस्तो वाक्य हो जसले अहिलेको यो कूटनीतिक सङ्कटको चुरोकुरोलाई समात्छ। अब यो पुरै घटनाक्रमलाई राम्रोसँग बुझ्न हामी यसलाई 5 भागमा हेर्नेछौँ। सुरुमा त्यो कमजोर सम्झौता कस्तो थियो, त्यसपछि लेबनानमा आक्रमण कसरी भयो, अनि त्यही सम्झौतालाई लिएर दुई पक्षको व्याख्या कसरी बाँझियो, यसले गर्दा भएको मानवीय क्षति र आखिरमा यो सबैको पछाडि रहेको विश्वासको सङ्कट। केही दिन अघिसम्म 6 हप्ता लामो लडाईपछि अमेरिका र इरान बीच एउटा युद्ध विराम भएको थियो, जसले गर्दा त्यो क्षेत्रले भनौँ न केही राहतको सास फेरेको थियो। यो एकदमै नाजुक तर त्यति नै महत्त्वपूर्ण सम्झौता थियो। तर त्यो शान्ति धेरै समय टिकेन। केही दिन नबित्दै लेबनानमाथि यस्तो भीषण बमबारी भयो जुन यो द्वन्द्व सुरु भएदेखिकै सबैभन्दा ठुलो थियो। हो, यही आक्रमणले त्यो युद्ध विरामलाई चकनाचुर पारिदियो। यो आक्रमण कति भयानक थियो भन्ने कुरा यसको गति र स्केलबाटै थाहा हुन्छ। सोच्नुहोस् त, केवल 10 मिनेटभित्र 100 भन्दा बढी इजरायली हवाई हमलाहरू भए। भन्नलाई त हिजबुल्लाका ठेगानाहरूलाई निशाना बनाइएको थियो, तर यसको सबैभन्दा ठुलो असर घन बस्ती भएका आवासीय क्षेत्रहरूमा पर्यो। हो, यही आक्रमणपछि कूटनीतिक स्तरमा ठुलै हलचल मच्चियो। दुवै पक्षले मतलब अमेरिका र इरानले आफूहरूले भर्खरै गरेको सम्झौताको बारेमा बिल्कुलै फरक कुरा गर्न थाले। यहाँ नै हो खास विवादको जड। इरानले भन्यो लेबनान सम्झौताको हिस्सा थियो र यो आक्रमण त्यसको गम्भीर उल्लङ्घन हो। अर्कोतिर अमेरिकाको अडान थियो, होइन, सम्झौता केवल अमेरिका र इरानबीच भएको थियो, लेबनानलाई त्यसमा कहिल्यै सामेल गरिएको थिएन। इरानले वाशिङटनलाई दिएको सन्देश एकदमै कडा र स्पष्ट थियो। उनीहरूको नजरमा यो आक्रमण सम्झौताको उल्लङ्घन मात्रै थिएन, यो त जानी जानी गरिएको विश्वासघात थियो, एक किसिमको नरसंहार थियो। त्यही बेला अमेरिकी नेतृत्वले पनि आफ्नो अडान दोहोर्यायो। उनीहरूले भने कि जबसम्म वास्तविक सम्झौता हुँदैन, हाम्रा सैन्य बलहरू जहाँको त्यहीँ रहनेछन्। यसले के देखाउँछ भने उनीहरूको विचारमा दिगो शान्तिका लागि चाहिने अवस्थाहरू अहिलेसम्म पूरा भएकै थिएनन्। खैर, यी राजनीतिक र कूटनीतिक दाउपेच एकातिर छन्, तर जमिनमा बेरोतमा यसको असर तत्कालै देखियो र त्यो निकै भयानक थियो। बुधबारको आक्रमणपछि लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको प्रारम्भिक जानकारी अनुसार 203 जना भन्दा बढीको ज्यान गयो र यो त केवल सुरुवाती आँकडा मात्र थियो। यो सङ्ख्या अझै बढ्ने अनुमान थियो। त्यस्तै 1000 भन्दा बढी मानिसहरू घाइते भए। अवस्था कतिसम्म गम्भीर थियो भने अस्पतालहरू भरिएका थिए र रक्तदानका लागि आपतकालीन अपिल गर्नु परेको थियो। यो घटनाले आम मानिसमा गहिरो चोट र स्तब्धता पैदा गर्यो। उनीहरूलाई लाग्यो कि संसारले उनीहरूलाई यो युद्धमा एक्लै छाडिदिएको छ र यसलाई रोक्न सक्ने कोही पनि छैन। हो, यसले हामीलाई एउटा आधारभूत प्रश्नमा ल्याइ पुर्याउँछ। आखिर यस्तो भयो कसरी? विश्लेषकहरू भन्छन् यसको जडमा एउटा गहिरो र पुरानो अविश्वास छ। प्रोफेसर सुल्तान बराकता जस्ता विश्लेषकहरू यसका 3वटा मुख्य कारण देख्छन्। पहिलो, युद्धको आधार नै इरान विरुद्ध थियो, त्यसैले उसको सहयोगी हिजबुल्लाहलाई बाहिर राख्नु तर्कसङ्गत थिएन। दोस्रो, वार्ता सिधै नभई घुमाउरो तरिकाले भएको थियो, जसले गर्दा गलत बुझाइको सम्भावना धेरै थियो। र तेस्रो, यस्ता सम्झौताहरू तुरुन्तै तोडिएको यो पहिलो घटना पनि होइन। यो समय रेखाले एउटा अचम्मको ढाँचा देखाउँछ। गत वर्ष पनि ठ्याक्कै यस्तै भएको थियो। अमेरिका इरान सम्झौता भयो, त्यसको लगत्तै इजरायलले आक्रमण गर्यो। अहिलेको सङ्कट पनि विगतको त्यही कूटनीतिक असफलताको पुनरावृत्ति जस्तो देखिन्छ। अन्त्यमा कुनै पनि युद्ध विरामको जग भनेकै सद्भाव वा असल नियत होइन त, तर जब युद्ध विरामलाई शान्तिको लागि एक कदमको रूपमा नभई आराम गर्न र फेरि आक्रमणको तयारी गर्ने एउटा रणनीतिक अवसरको रूपमा हेरिन्छ, तब विश्वासको सङ्कट त आउने नै भयो। यो सम्पूर्ण घटनाक्रमले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ। जब कूटनीति असफल हुन्छ र पक्षहरू बीचको विश्वास पूर्ण रूपमा टुट्छ, तब शान्तिका लागि चुकाउनु पर्ने वास्तविक मूल्य आखिर के हो?